मदन सुत मजा जाने आएको थियो अहिले चाहिँ साँझ भइसकेको छ चाहिँ एकदम मान्छेको भिड छ अहिले हिँड्ने बाटोमा चाहिँ पुरै यसरी बसेर आफ्नो ठाउँ सुरक्षित गर्नको लागि एकदम टेन्टहरू राखेर पनि यो डाँडातिर बसेका छन् अझै यहाँ मास्टर सिँढीमा चाहिँ मान्छे धेरै छन् अझै आउने समय भएको छैन अझै एकछिनमा भिड हुन्छ यहाँको चाहिँ अब यहाँबाट हामी पनि हाम्रो स्थानमा जानेछौँ यहाँबाट हामी चाहिँ माथि जान्छौँ यहाँ एकदम बाटो नै नभए जस्तो महसुस भएको छ त्यहाँ त एकदम बाटोभरि मान्छे बसेका छन् हेरौँ हामी चाहिँ अझै उकालो हाम्रो यात्रा जारी छ यहाँ चाहिँ मान्छेहरू यसरी आफ्नो ठाउँ सुरक्षित गर्नलाई एकदम हिँड्ने ठाउँ नभइकन पुरै प्याक छ यहाँ चाहिँ अलिकति जाम भएको अवस्था छ यहाँ चाहिँ हाम्रो अझै उकालो जान्छौँ यहाँ चाहिँ यहाँ टेपले यसरी यो टेप भयो भन्दा भित्राउँदै मान्छे बस्न मिल्ने त बाहिर चाहिँ हिँड्ने यस्तो मार्क गरिदिएको छ अहिले टेप यहाँको सुरक्षा गार्डहरूले यस्तो छ चाहिँ बिहानै आएको अब मेन ठाउँ यहाँबाट फोटो खिच्ने ठाउँ चाहिँ यहाँतिर चाहिँ अलिकति यहाँ मुनि चाहिँ बस्न दिँदैन हामीलाई तर हाम्रो साथीहरू चाहिँ बसेका छन् यहाँ पनि एकदम मजाले यसरी बिस्तारा लगाएर बसेका छन् बाटोभरि हामी जाने चाहिँ अझ माथि हो टपमा यहाँ माथि तर यहाँबाट अझै घुम्नुपर्छ ए अर्को कार्की पनि आइसकेको रहेछ सुमन यहाँ मैले त्यो कार्की सर्के चाहिँ मैले बिहान स्ट्यान्ड ल्याएर त्यहाँ ठाउँ सुरक्षित गरिदिएको थिएँ अब पुग्न लाग्यो एकदम सिँढी चढाइ छ गलेको महसुस नै भइसकेको छ दिउँसोभर बस्दा बस्दा वाक्कै लागेको छ हाम्रो बस्ने ठाउँ पनि म तपाईँहरूलाई अवलोकन गराउनेछु यहाँबाट चाहिँ अझै अलिकति टाढै जानुपर्छ हाम्रो बस्ने ठाउँ चाहिँ अब यहाँबाट पुग्न लागि हाम्रो सुमन भाइ चाहिँ उपर बसेको छ कार्की सर यहाँ बस्ने ठाउँ पुरै प्याक हिँड्ने बस्ने ठाउँ होइन हिँड्ने ठाउँ चाहिँ पुरै प्याक गरिदिएको छ सुमन यहाँ चाहिँ यस्तो चाहिँ यहाँ हो मेन खिच्ने ठाउँ चाहिँ यहाँबाट राति चाहिँ यहाँ आकाशमा ब्राङ ब्राङ पड्काउने रहेछ यो पुलमा बत्तीहरू बल्छ राति आकाशमा चाहिँ झिलिमिली हुने चाहिँ यो ठाउँ हो मेन मान्छे चाहिँ यो ठाउँलाई फोकस गरेर आएको छन् यहाँबाट क्यामेराको स्ट्यान्डहरू टन्न लगाएको छ यहाँ आफ्नो ठाउँहरू सुरक्षित गर्नलाई एकदम प्याक छ पुरै सानो मेला हाम्रो नेपालको गजरमुखी मेलाको याद आउने गरेको दृश्य छ यहाँ चाहिँ अब हामी यहाँबाट चाहिँ हाम्रो बस्ने ठाउँ चाहिँ निकै पर छ गल्ली उकालो चढ्दा हाम्रोमा एउटा मेलाको महसुस भइरहेछ एउटा मेला लागे जस्तै हाम्रो ठाउँ त कता पो बिर्सेँ मैले त कहाँ हो यहाँ माथि यहाँबाट यस्तो गएर यहाँ छ सरी हो यहाँ छ हाम्रो बिस्तारा फाइनली अब यहाँ चाहिँ बस्छौँ हामी एकछिन अझै हाम्रो समयको घडी अब केही बेर छ कति बजी अरे मदन हाम्रो बत्ती झलझल भने यहाँ आउनु होला
आज चाहिँ कस्तो लागेको छ त तिमीलाई कस्तो भयो अनि मजा यहाँ पानी खाजा हाम्रो पानीहरू छ हाम्रो ब्यागहरू है यसरी हामी चाहिँ कुरिरहेछौँ 8 बजे 7 बजे 8 बजेसम्म अब त्यही हो त्यसपछि अहिले बत्तीहरूको झलक कस्तो हुन्छ किन मान्छेहरू यति भिड भइरहेछ यहाँ के छ त यहाँ आज त्यो जानकारी लिएर 1 घन्टा 1.5 घन्टा पछि फेरि तपाईँहरूलाई अपडेटै गराउनेछौँ मदन सुत अब मजाले मदनलाई पनि आज कहिले नहिँड्ने मान्छेलाई हिँडाइया छ सुत्ने बस्ने घडी हेर्दै कतिखेर 7 बज्छ भन्दै यसो गाइज यही नै हो सानो मेला गजमुखी मेला जस्तो लागिरहेको छ कार्तिक मेला अब चाहिँ अन्डा खानु पर्ला जस्तो छ यहाँ अन्डा छ हाम्रो चिसो चिसो पाङ चाहिँ रोटी पाउरोटी खाइसकेको छ अब अन्डा छ यहाँ अन्डा खानु पर्ला खिचिदेऊ त मदन अन्डा फुटाउँ तर खुल्नै त मदन यो त अनि मैले खोल्नै जान्दिनँ त खोइ तिमी खान्छौ तिमीले मात्रै खानु पर्ला जस्तो छ मुखबाङ त त्यो छैन यो अन्डा मात्रै खाने अघि मेक्ची बोक्नु भएन मेक्ची खाएन राख मारा खिचौँ तरुनीहरू खिचौँ मेरो मोबाइल गायब गरिदिन्छ नि तरुनी खिच्ने भएर मेरो मोबाइल लग्दैन मिठो लाउनु काटेको छैन है फाइनल चाहिँ हामी चाहिँ यही हेर्न आएको छ यही हो गुरुङ पढाउने भनेर आएको तर बस्ने ठाउँै नपाएर हामी चाहिँ तल झरेर हेर्छ माथिबाट हेर्न खोजेको हाम्रो ठाउँै पाएन यस्तो छ घर जाने क्रममा चाहिँ यहाँ एकदम मान्छेको चाप भिड भएको अवस्था छ यहाँ यकमा नि छिर्न दिएको छैन पालो पालो गरेर छिर्न लगाइरहेको छ यहाँ पुरै जाम छ भिड यहाँ पछाडि उस्तै जाम छ मान्छे त कति हो कति यस्तो छ यहाँ पुलिसहरूको नि स्कर्टिङ पुरै चलिरहेको छ यहाँबाट चाहिँ हामीलाई ट्रेन चढ्ने ठाउँमा भित्र जानलाई मान्छेको मतलब मान्छेको भिड भएर जान दिइरहेको अवस्था छैन अब त्यहाँबाट थोरै कति गर्दै छिराउने हो यस्तो छ भन्दै आजको मेरो भिडियोलाई अन्त्य गर्न चाहन्छु।